इरान र अमेरिका बीच किन भएन सहमति र सम्झौता? इरान र अमेरिका बीच पाकिस्तानको इस्लामाबादमा भएको शान्ति वार्ता कुनै निष्कर्षमा पुग्न सकेन। हामी यहाँ 21 घण्टादेखि छौँ, तर दुःखद समाचार के छ भन्दा हामी सहमतिमा पुग्न सकेनौँ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि पत्रकार सम्मेलनमा भनेका थिए। आफ्नो प्रतिनिधि मण्डलको नेतृत्व गरेका उपराष्ट्रपति भान्स सहित अमेरिकी वार्ता टोली स्वदेश फर्किसकेको छ। उनले संयुक्त राज्य अमेरिकाले उसका लक्ष्मण रेखाहरू प्रष्ट पारेको तर इरान ती शर्तहरूमा सहमत नभएको उल्लेख गरे। हामीले ती सब विषयमा कुरा गर्यौं, भान्सले भने। देश बाहिरका पनि थुप्रै विषयमा हामीले कुराकानी गर्यौं। हामी त्यस्तो अवस्थामा पुग्न सकेनौं जहाँ इरानले हाम्रा शर्तहरू स्वीकार्न सक्थ्यो, उनले अगाडि थपे। वार्तापछि अमेरिकी नीतिको चर्चा गर्दै भान्सले पत्रकारहरूलाई भने, मलाई लाग्छ हामी बिल्कुल लचिलो थियौँ, हामी एकदमै मिल्न सक्ने रूपमा थियौँ। उनले घण्टौँसम्म चलेको वार्ताका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कैयौँ पटक कुराकानी गरेको पनि जानकारी दिए। मलाई थाहा छैन कि यस बीचमा मैले राष्ट्रपति ज्यूसँग ठ्याक्कै कति पटक कुरा गरेँ। पछिल्लो 21 घण्टामा दर्जन पटक संवाद भएको हुनुपर्छ। उपराष्ट्रपति भान्सले वार्ताका लागि अमेरिका लचिलो र सद्भावका साथ पाकिस्तान आएको भन्दै दुर्भाग्यवश दुवै पक्ष सहमतिमा पुग्न नसकेको बताए। यो नै हाम्रो अन्तिम र सर्वोत्तम प्रस्ताव हो भन्ने एकदमै सरल प्रस्ताव सहित हामी यहाँबाट बाहिरिँदैछौँ। इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भनी हामी हेरिरहन्छौँ, भान्सले भनेका थिए। इरानको पारमाणविक सामर्थ्यबारे पत्रकारहरूको जिज्ञासामा भान्सले इरानलाई परमाणविक अस्त्र हासिल गर्नबाट रोक्नु राष्ट्रपति ट्रम्पको वर्तमान र भविष्य दुवैको मुख्य लक्ष्य भएको बताए। यसअघि ट्रम्पले युद्धमा अमेरिकाले जितिसकेको भन्दै वार्ताको नतिजा जे सुकै आए पनि आफूलाई फरक नपर्ने भनेर टिप्पणी गरेका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघैले वार्ताहरू सघन भए पनि त्यसको सफलता अर्को पक्षको गम्भीरता एवं असल नियतमा निर्भर गर्ने बताएका छन्। उनले अत्याधिक माग तथा नाजायज आग्रहहरू नगर्न तथा इरानका वैध अधिकार एवं स्वार्थहरू स्वीकार्न वाशिंटनलाई आग्रह समेत गरेका छन्। होर्मुज जलमार्ग, इरानको परमाणविक कार्यक्रम, इरानमा युद्धको पूर्णतः अन्त्य लगायतका विषयमा आफूहरूले छलफल गरेको उनले बताए। केही दिनअघि 2 साताका लागि युद्धविराम गर्न सहमत भएका अमेरिका र इरान बीच पाकिस्तानको मध्यस्थतामा शान्ति वार्ता भएको हो। 6 हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधि मण्डल सन् 1979 को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्च स्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका थिए। इरानका सभामुख समेत रहेका इरानी वार्ता टोलीका नेता मोहम्मद वाकर कलिवाफले वाशिंटनले सही सम्झौता प्रस्ताव गरेमा र इरानको अधिकार सुनिश्चित गरेमा तेहरान सहमतिका लागि तयार रहेको बताएका थिए। संसारलाई झनै निराश बनाएको इस्लामाबाद वार्ता। पाकिस्तानको इस्लामाबादमा भएको शान्ति वार्ता विफल हुनुका कारणबारे अमेरिकी र इरानी पक्षले फरक विवरण दिइरहेका छन्। अमेरिकाका अनुचित मागहरूले युद्ध अन्त्य गराउने वार्तालाई विफल बनाइदिएको इरानको सरकारी सञ्चार माध्यमले जनाएको छ। इरानी प्रतिनिधि मण्डलका अनेकौं प्रयासका बावजुद अमेरिकी पक्षबाट अगाडि सारिएका अनुचित मागहरूले वार्तामा प्रगति हुनबाट रोकिदिए। यसरी वार्ता टुङ्गियो। इरानको सरकारी प्रसारकले गरेको एउटा पोस्टमा उल्लेख छ। अर्कोतिर अमेरिकी पक्षले वार्तामा आफूहरू लचिलो र सहयोगी भएको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सद्भावका साथ वार्तामा जान र सम्झौताका लागि आफ्नो तर्फबाट सबैभन्दा उत्तम प्रयास गर्न आफूलाई भनेको उपराष्ट्रपति जेडी भान्सले बताएका थिए। हामीले त्यो गर्यौं, तर दुर्भाग्यवश हामीले कुनै प्रगति हासिल गर्न सकेनौं, उनले भने। आफूहरूले गर्न सक्ने अन्तिम र सबैभन्दा उत्कृष्ट प्रस्ताव सहित फर्किन लागेको अमेरिकी उपराष्ट्रपति भान्सले इस्लामाबादमा पत्रकारहरूलाई बताएका थिए। इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भनी हामी हेरिरहनेछौँ, उनले भने। 2 साताका लागि गरिएको युद्धविराममा अब आगामी कदम के हुनेछ अथवा थप वार्ताहरू हुनेछन् वा छैनन् भनी स्पष्ट भइसकेको छैन। शान्ति वार्ताको मध्यस्थता गरेको देश पाकिस्तानका विदेश मन्त्रीले नतिजा पश्चात प्रतिक्रिया दिएका छन्।
दुवै पक्षले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनु अत्यावश्यक रहेको विदेश मन्त्रीले एउटा वक्तव्य मार्फत बताएका छन्। हामीलाई आशा छ कि यो सिङ्गो क्षेत्र र त्यस बाहिर पनि दीर्घकालीन शान्ति र समृद्धि हासिल गर्न सकारात्मक प्रयासलाई जारी राख्नेछन्, वक्तव्यमा उल्लेख गरिएको छ। आउँदा दिनहरूमा दुवै पक्ष बीच संवाद गराउनका निम्ति पाकिस्तानले समन्वयकारी भूमिका जारी राख्नेछ। वार्ता उपलब्धिविहीन भएको भान्सको घोषणासँगै वार्ता स्थलमा र आसपास निराशा देखिएको थियो। दुवै पक्षबीच शान्ति सम्झौता हुन कठिन रहेको धेरैलाई लागेको थियो, किनकि अमेरिकी र इरानी अडान बीच ठूलो खाडल देखिएको थियो। तथापि वार्ता टोलीमा दुवै पक्षबाट वरिष्ठ व्यक्तिहरू सहभागी भएको देख्दा उनीहरू सम्झौताका लागि गम्भीर छन् है भन्ने आशा कतिपय मानिसमा थियो। वार्ताबारे घोषणासँगै इस्लामाबाद वार्ता लेखिएका होर्डिङ बोर्डहरू कामदारले हटाउन थालेका छन्। वार्तास्थलभन्दा धेरै टाढासम्म यो निराशालाई महसुस गरिनेछ। वार्ताका लागि मध्यस्थता गरेको पाकिस्तानको अमेरिकी उपराष्ट्रपतिले प्रशंसा गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असीम मुनिरको प्रशंसा गर्दै भान्सले भने, वार्तामा जे जस्ता कमी कमजोरी भए ती पाकिस्तानीका कारण होइन, उनीहरूले त अद्भुत काम गरे। वाशिंगटनको स्थानीय समयअनुसार मंगलबार साँझ 6:32 ट्रम्पले उनको सामाजिक सञ्जालमा अमेरिका र इरान निर्णायक शान्ति सम्झौताको बिन्दुमा निकै अघि बढिसकेको बताउँदै ती वार्ता अगाडि बढाउन 2 साता लामो युद्धविरामका निम्ति आफू सहमत भएको बताएका थिए। अमेरिका र इजरायलले मिलेर इरानमा आक्रमण गर्न थालेको 40 दिनपछि युद्धविराम घोषणा भएको थियो। त्यसको केही घण्टा अघि ट्रम्पले होर्मुज जलमार्ग खोल्न इरान तयार नभए आज राति एउटा पुरै सभ्यता नष्ट हुनेछ भनेर कडा चेतावनी दिएका थिए। स्ट्रेट अफ होर्मुज खाडी क्षेत्रबाट तेल र अन्य सामग्री निर्यात गर्न प्रयोग हुने निकै महत्त्वपूर्ण जलमार्ग हो।